अलिकति अलि यो चाहिँ भिरको बाटो भए तापनि तपाईको हिँड्नलाई त्यस्तो डेन्जरै भन्ने कुरो त केही छैन। तपाईको अलिकति यस्तो भिरको बाटो निकालिएको छ। यो बसेरी जाने बाटो केराबारी गाउँपालिका वडा नम्बर 1 को विभिन्न कुना कन्दरासम्म सडक बाटोहरू चाहिँ पुगेको छ। व्यवस्थित सडक बाटो नभए तापनि सामान्य आवत जावत गर्न मिल्ने खालको सम्म एउटा सडक बाटोहरू पुगेको छ। व्यवस्था भएको छ। तर यस्तो छ भिरको बाटो चिरेर लगेको। आज चाहिँ हामी बसेरी भन्ने ठाउँमा अम्लिसो गोड्न जाँदै गरेको थुप्रै साथीहरू छन्। अहिलेको लागि चाहिँ म एक्लै जाँदैछु। अब केही समय पछाडि हामी अम्लिसो गोड्नेछौँ। अहिले स्कुल छुट्टी भएको कारणले पनि केही समय फुर्सद भएको छ। त्यस कारणले पनि हो अम्लिसो गोड्न एकदमै झोडीमा यहाँ तपाईहरूले अहिले यहाँ एउटा ढुङ्गा देख्न सक्नुहुन्छ। एकदम राम्रो छ। म तपाईहरूलाई पछि भिडियोमा देखाउनेछु। अहिले चाहिँ हामी अम्लिसो गोड्न जाँदै गरेको है। अम्लिसो फाँडा यस्तो छ। फोन गर्छन् हो र। फाँड्दा फाँड्दै हामीले एउटा सर्प पनि भेट्यौँ। यो चाहिँ हाम्रो गाउँघरतिर चाहिँ हरियो सर्प भनेर भनिन्छ। तर कुनै कुनै ठाउँमा चाहिँ हरियो बाँस सर्प पनि भन्दो रहेछ। यसको वैज्ञानिक नाम चाहिँ ट्राइमेरिसुरस ग्रामिनियस भनेर भनिँदो रहेछ। र यो चाहिँ एकदम विषालु सर्प हो, जो चाहिँ अहिलेको समयमा यो बर्खा समयमा हरियो घाँससँगै रहने भएकोले एकदमै धेरै पाइन्छ। र यो एकदमै विषालु सर्प पनि हो। यो जिउँदै छ, हामी यसलाई मारेको छैनौँ र मार्दैनौँ पनि। अनि रिसुदास भनेको त यस्तो हो नि त। फेरि माओवादी लाएर यत्रो धेरै छ। अन्त त मुख खोल हाम्रो अन्जनै। म त तपाईँको अन्त गर्दिनँ। तपाईँ आफै गर्नु। त्यता माथि नै छ। फाड्दैन अब हजुर पर माथि रह्यो अरे अलिकति। पर बाँकी रह्यो अरे अलिकति यतापट्टि। हामी जान्छौँ। पर्दैन, 3 जनाले सकिन्छ। हामीले फाड्ने क्रममा चाहिँ यहाँ चराको गुड पनि भेट्यौँ र त्यहाँभित्र 3वटा बच्चाहरू पनि रहेछ। र त्यो बच्चाहरूलाई सुरक्षित सँग हामीले गुडमै राखेछौँ। र एउटा बच्चा चाहिँ अचानक बाहिर निस्किएको कारणले सुरक्षित राखिदिएका छौँ। पक्कै पनि यस बच्चाहरूलाई माउले हेर्छ भन्ने हामीलाई लागिरहेको छ। र त्यस क्षेत्रलाई सुरक्षितसँग राखेर हामीले त्यस वरिपरिको घाँसलाई नकाटेर हामीले बचाएर राखेका छौँ। यस्ता छ कति राम्रा बच्चाहरू छ भने भित्र तपाईहरू पनि देख्न सक्नुहुन्छ। गाउँले जीवन साँच्चै नै सुन्दर हुन्छ। एक आपसमा आत्मीयता हुन्छ। दुःखमा होस् या सुखमा होस्
सबैजनाको साथ र सहयोग अनिवार्य रहन्छ। यहाँका हरियाली डाँडापाका खोलाखोल्सीहरू स्वच्छ हावा यहाँको वातावरण साँच्चै सुन्दर छ।